लागेको छु। जस्तो कि पहिलो कुरा त संविधानको धारा 61 अनुसार राष्ट्रपतिबाट गैर सांसदका रूपमा रहेकी सुशीला कार्कीज्यूलाई जुन प्रधानमन्त्री पदमा नियुक्त गर्नुभयो त्यो असंवैधानिक छ। किनभने हाम्रो संवैधानिक व्यवस्थाले संसदीय दलको सदस्य मात्रै प्रधानमन्त्री हुन सक्ने व्यवस्था छ। संसदीय दलको नेता मात्रै प्रधानमन्त्री हुन सक्ने गरी व्यवस्था भएकोमा जुन गैर सांसदलाई प्रधानमन्त्री पदमा नियुक्त गरियो त्यो नै मिल्दैन। र दोस्रो कुरा सरकार निर्माण गर्ने कुरा, सरकारको फर्मेसन गर्ने कुरा, प्रधानमन्त्री चयन गर्ने कुरा संविधानको धारा 76 को छेरोफेरमा रहेर हुने गर्दछ। यहाँ 76 लाई नै एउटा अनादर गरिएको छ पहिलो कुरा। दोस्रो कुरा यो संविधानको धारा 61 ले त राष्ट्रपति एउटा संविधानको संरक्षणकर्ता हो, पालनकर्ता हो। राष्ट्रपति संविधान अन्तर्गत रहेर काम गर्नुपर्दछ। संविधानबाट माथि राष्ट्रपतिले फङ्सनिङ गर्न सक्दैन। अर्को शब्दमा राष्ट्रपति कार्यकारी होइन, संवैधानिक राष्ट्रपति भएको हुनाले राष्ट्रपतिबाट गैर सांसदका रूपमा रहेका सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्ति गर्नै मिल्दैन। संसदीय दलको नेता मात्रै प्रधानमन्त्री चयन हुन सक्छ भन्ने नै एउटा संवैधानिक व्यवस्था हो। त्यसलाई लिएर मैले रिटमा त्यो कुरालाई मैले उठान गरेको छु पहिलो कुरा। दोस्रो कुरा संविधानको धारा 132 मा भएको व्यवस्था के हो भने पूर्व प्रधान न्यायाधीश भइसकेको व्यक्ति, सर्वोच्च अदालतको न्यायाधीश भइसकेको व्यक्ति कुनै पनि सरकारी कामकाजको लागि योग्य हुने छैन भनेर स्पष्ट रूपमा व्यवस्था गरिएको छ। भनेपछि सुशीला कार्कीज्यू सर्वोच्चको प्रधान न्यायाधीश भइसकेको व्यक्ति हुनुहुन्छ र अनिल सिन्हा सर्वोच्चको न्यायाधीश भइसकेको व्यक्ति सरकारी कामको लागि अर्थात् यो मन्त्री पद र प्रधानमन्त्री नियुक्त गर्न सक्ने गरी व्यवस्थै छैन। त्यसले गर्दाखेरि संविधानका आदर्श, संविधानको खिलाफमा यो कामहरू भएको हुनाले यसलाई सच्याइनु पर्दछ, यसलाई बदर हुनु पर्दछ, अल्ट्रा भाइरस गरिनु पर्दछ भनेर अहिले रिट उठान भएको अवस्था हो। मुलुकमा संविधान अनुसार मुलुक गाइडेड हुनुपर्दछ। संविधानका मूल्य मान्यता अनुसार हरेक कामहरू राष्ट्रपति प्रेसिडेन्ट हुनुपर्दछ, प्रधानमन्त्री प्रेसिडेन्ट हुनुपर्दछ, अन्य जो कोही पनि प्रेसिडेन्ट हुनुपर्दछ। संविधानको आदर्शलाई संविधानवादको खिलाफमा रहेर कहीँ पनि काम गर्न पाइँदैन। संविधान मूल कानुन भएको हुनाले मूल कानुनको अन्तर्गत रहेर, मूल कानुनको आधारशिलाभित्र रहेर राष्ट्रपति प्रस्तुत हुनुपर्दछ। राष्ट्रपतिको कदम असंवैधानिक छ र राष्ट्रपतिबाट प्रधानमन्त्री पदमा नियुक्ति गरेको कार्य असंवैधानिक छ पहिलो कुरा। दोस्रो कुरा प्रधानमन्त्रीबाट नियुक्त भइसकेको प्रधानमन्त्री सुशीला कार्कीले जुन संसद डिजल्भ गर्नुभयो, पार्लियामेन्ट डिजल्भ गर्नुभयो त्यो पनि असंवैधानिक छ। ती दुवै काम कार्यहरू बदर छन् भन्दै यो काम चलाउ सरकारको भएको हुनाले यो राष्ट्रिय एउटा दीर्घकालीन रूपमा असर पर्ने कुनै पनि काम नगर्नु भनेर अन्तरिम आदेश पनि माग गरिएको अवस्था छ। विषयवस्तुको गम्भीरतालाई हेर्दै यसलाई अन्तरिम आदेश जारी गर्नुपर्दछ भनेर त्यो अन्तरिम आदेश पनि मैले माग गरेको छु। त्यसले गर्दाखेरि मैले भन्न समग्रमा यहाँ मैले सञ्चार जगतलाई मेरो एउटा भनाइ के हो भन्दाखेरि संविधानको मूल्य मान्यताभित्र रहेर कार्यहरू हुनुपर्दछ। संविधान सम्मत तरिकाले कामहरू पहल कदमी हुनुपर्दछ। यो संविधानको भावनामाथि खेलवाड गर्न पाइँदैन। संविधानका मूल्य मान्यताभन्दा बाहिर जान पाइँदैन। यतिखेर संविधानलाई बिल्कुलै के व्यवस्था गरियो, संविधानका आदर्शलाई लत्याइएको छ। यो त संविधान सभाले बनाएको संविधान हो। संविधानले सभाले बनाएको संविधानलाई बलात् रूपमा लत्याउने कामहरू राष्ट्रपतिबाट भएको छ र प्रधानमन्त्रीबाट पनि भएको छ, सरकार मन्त्री परिषदबाट भएको हुनाले यो काम कार्यहरू सच्याइनु पर्दछ भनेर अहिले रिट परेको अवस्था हो।